हामी चाहिँ यसरी हिँड्दैछौँ। बाटो के हो? बाटो त यही होला। यता हो दाजु, हो देउतान दाइ। बाटो खाला चाहिँ यस्तो छ। अब हिँड्नुपर्ने चाहिँ यस्तै बाटो हो। मलाई पो गाह्रो बनाउने भयो त। हाँसीमा स्किदा। तर हामी नौलो नौलो बाटो हिँड्दैछौँ। बिस्तारी न बिस्तारी। म चाहिँ यता छु। ल छिटो छिटो। हामी चाहिँ अब यस्तै बाटोको हालत यस्तो भिरालो हिँड्नु परेको छ यार। कसम होला मरिन्छ होला हौ यार। कान्छालाई चाहिँ फेरि फर्स्ट टाइम लामो बाटो हिँडेको कारणले हिँड्नै सकेको छैन। अनि दाइहरू यस्तो फास्ट हिँड्नु हुँदैछ। टाढो जाउँ न त, उताबाट जमजम यहाँबाट। लु जमजम यहाँबाट सिधा हो। हिँड कान्छ। ल्या बाटो उल्टो भयो। फर्किन कान्छ है। कहाँ छ? कहाँ नि यस्तो भिर हिँड्छ त? यो यस्तो भिर हिँड्नु हुँदैन। छोडिदियो। होइन स्कुलदेखि गयो त। स्कुलदेखि कता हो सोध्नुपर्छ। उतै गएर रोड छ। स्कुल मासतिर अलि मासतिर स्कुलमै पुगेको रोड छ नि। हुन्छ जसरी गयो नि। त कता तल? हामी चाहिँ फेरि बाटो उल्टो हिँडेको कारणले फेरि फर्किनु पर्यो। हेरै गाइज अरे दाजु। हेरै गाइज भनेको हेरै गाइज। उल्टो बाटो चाहिँ हिँडेकै हो। यहाँबाट उँधो होला हौ त नगन दाजु। यताबाट उँधो झरा त कान्छ। हिँड्नु नगदेऊ त दाजु। यहाँ हो यता। हजुर सिधै उता होला। उता तल कि यो गोरेटो जाउँ न त। यो गोरेटो जाउँ। त्यही बाटो छ नि जाउँ लु। यही हो यता। आऊ बाटो चाहिँ यो रहेछ गाइज। यत्तरिका उल्टालो बाटो हिँड्ने छ। आमाम गाइज सबै खेलो पाराले आउँदैछौँ हामी। यो कहाँ कुन चाहिँ बाटो चाहिँ दामी भन्नुभएको त नि तपाईँले? यही हो नि त। खोल्साबाट हिँड्नुपर्ने रहेछ नि त यार। यस्तो अनि अघि नै खापाएको भए त हामी खोल्साबाट हिँड्थ्यौँ नि। हामी चाहिँ यो 2-3 दिनको प्लानमा आज हिँडेको। त्यही पनि सामान छोड्दै र ओर्दै बाटो बिर्सिँदै र ओर्दै गर्दै हिँड्दैछौँ। के चाहिँ काट्ने होस् छोडिदिउँ। यहाँको त निकाल्दा हुन्छ। छुरी छ एउटा। कहाँ छ साइडमा त? भित्र बिचमा
हेलो गाइस क्या है हाथ अल्लाह कांजा हेलो हाय हमारा हाथ हल्लाउनु न बोलना नहीं हो मिलता है क्या करता है ऊ म्याच साला झन्डै लडेँ म हमारा भी अच्छा ही है बल्ल बल्ल बाटो भेटियो यार अब हामी चाहिँ कहाँ जाने सोल्टिनीको घर यसो सोल्टिनीलाई नि लाने भनेको रेडी हुनु चाहिँ भनेको थिएँ मैले बाटोको चाहिँ यस्तो छ हालत बमजनहरू एउटा मात्र अरे हेलो घर भाइ अगाडि माकुरी हिँड्दैन पो कस्तो त घरको मान्छे नबोल्दैन मान्छे त थिएन होला नि कताबाट बोल्छ त्यो हामी जुन तपाईँले लेफ्ट लानुभयो नि राइटबाट आएको भए आइपुगिन्थ्यो क्या त्यही त राइटपट्टिबाट आएको भए पुगिन्थ्यो तिमीहरू 2-3 चोटि त हिँड्नु रहेछ 2-3 चोटि भन्दा नि 4 दिन जति त हिँड्यो होला आइज भाइ बिस्तारै अगाडि नभए चाहिँ ऊ हेर न हामी चाहिँ बल्ल बल्ल गोरेटो पट भेटेर लागि नि हिँड्दैछ हैया बबा लिनै भयो नि त आज बबा लिनै भयो होइन आमा साला फोन चिप्लेको छ हौ यार के चाहियो लिपस्टिक पाउडर चाहियो यार यहाँ छ मेरोमा हो त्यहाँ हामी चाहिँ ट्याक्कै स्कुलमा चाहिँ आइपुग्यो अहिले सबै कुदी कुद्दा उता त्यता बाटो कुमारी चोक यता हो त्यता हजुर पसल त यहाँ यता छ नि यता छ नि जम्लो पिङ नखेल्ने पिङ नखेल्ने एक्टर पनि पाउँछ नि यो खालको त पाउँछन् अङ्कल ठुलो खाले ए यताबाट ओ दाइ खानु र अरे खानु र भन्छ यो अब के खाएको दाजु सुन्तला देखाउनु न इस्कुस नखानु देउदन दाजु यता के खाएको
यो चाहिँ गोरु बाख्राहरू त खतरा खतरा रहेछ यार बाख्राहरू केही नि गर्दैन हल्लाउनु फेरि एकचोटि वाउ खतरा घमाएको भएको भएको बिस्तारी बिस्तारी बाई बाई ओके भाइहरू चाहिँ आलेबाट थपिएको 3 जना हामी 4 जना चाहिँ अघि नै हिँडेको थियौँ 4 जना हिँडेको हाम्रा 3 भाइ चाहिँ आएर हामीलाई पर्खेछन् भक्कु धरा हामी तल गएका थियौँ तल देवीथान मावि गएका थियौँ देवीथान माविमा चाहिँ धेरै भइगयो आगो बाल्नुको लागि यहाँबाट चाहिँ हामी दारा भेला गरेर सबैजनाले अलिअलि उठेर लाँदैछौँ दाउरा बगाए कस्तो छ दाजु नर्मल नर्मल
कस्तो अप्ठ्यारो बाटो हिँड्नु। हामी चाहिँ अब खोला आइपुग्यो। यो खोलामा चाहिँ अब हामी हल्का ड्राई पिकनिक जस्तै भनौँ न। ओहो लडिन्छ कि के हो हिँड्नै छ। लास्ट थाकिसक्यो यार अम्बो। खोइ तिम्रो भाग देखाऊ। खुरी दाइलाई पर्छ मेरो चाहिँ यहाँ छ यो लिएन। वाउ सबैजना आफ्नो खानुको ढुङ्गा छ।